मर्चवार तराई क्षेत्रको एक अमूल्य भाग, उर्वरा भूमि, सक्षम जनशक्ति, जागृत समाज तर सङ्घर्षले भरिएको जीवन। यहाँ माटो धनी छ तर मानिसहरू गरिब। कारण एउटा मात्र होइन, धेरै छन्। मर्चवारको मुख्य पेसा खेती, तर मर्खात र सिँचाइको समस्या अझै चुनौतीपूर्ण रहेको छ। न खाद मिल पावत, न पानी मिल पावत है। हाँ, मुख्य समस्या है। आई लीलगा है बाठिन, जो कुछ तरकारी लगा दे, पेड़ पौधा लगा दे, इन्हीं सब तरीके नुकसान कर रहे हैं। साथसाथै कृषि उत्पादनले राम्रो मूल्य नपाउनु, बिक्रीमा समस्या हुनु, अझै पनि भ्रष्टाचारले जग गढेको अवस्थाले गर्दा यहाँका जनजीवन अस्तव्यस्त भएको छ। भ्रष्टाचार बहुत ज़्यादा बबाऊ, जे वह हमें बात यही भर के होता है। हर किसान ना ही पावत व कौनो न खाद पावत है, न टाइम से कहूँ सिंचाई नहीं हो पावत है। जे वह हमें बात अगर भाइये पर्दार अपन नात बात आके दूसरे जगह से उठा के लेके जाते हैं, फिर गाँव के जौने वस्तु हो वहाँ हमें के नहीं पावत है। मर्चवारमा अझै पनि धेरै समस्याहरू छन्। तीमध्ये पनि उच्च तथा गुणस्तरीय शैक्षिक संस्था र स्वास्थ्य सुविधा नहुनुले जनजीवनलाई निकै नै कठिनाइ पारेको छ। मर्चवारको शैक्षिक स्तर, स्वास्थ्य समस्या, रोड, खानेपानी, सिँचाइ, विद्युत जस्ता भौतिक समस्या तथा जैविक चुनौतीहरूलाई आजसम्म सबैले भोट ब्याङ्क मात्र बनाए, घोषणा पत्र निकाले र ती भाषाहरू पानामा मात्र सीमित भयो, जसले गर्दा त्यहाँको स्थानीय मात्र नभई अन्य क्षेत्रका व्यक्ति पनि प्रभावित परेका छन्। अब स्वास्थ्यको विषयमा कुरा गर्नु पर्दाखेरि म अब पहिला डिटेलमा गएँ। मेरो घर त अब खास भन्ने भने क्षेत्र नम्बर 3 हो है, तर मैले अहिले यही वैशाखमा बिहे गरेँ। लगभग क्षेत्र नम्बर 4मा लुकठाउँमा भन्ने गाउँ पर्छ है, क्षेत्र नम्बर 4 भित्र पर्छ। त्यहाँ गएँ, म ससुराली गएँ, 1-2 चोटि गएँ, 3-4 चोटि गएँ, 4-5 चोटि नै गएँ, धेरै चोटि नै गएँ। त्यहाँ मैले बुझ्दाखेरि, त्यहाँ हेर्दाखेरि त्यहाँको बाटोघाटो, त्यहाँको स्वास्थ्य अवस्थाहरू, अनि तपाईँको हुन्छ नि एउटा उपचार पाउनुपर्ने कुराहरू, मान्छे बिरामी भइसकेपछि लैजाने ठाउँहरू, त्यस्तो मैले कहीँ पनि देखिनँ कि एकदम एउटा हुन्छ नि विकासको रूप। जसरी यो हामी भैरवमा बसिरहेको छौँ भनेपछि अहिले भैरवमा जुन तरिकाले छिटो छरितो मान्छेहरूले बिरामी भएको खण्डमा अब हस्पिटलहरू दौडाउन तुरुन्तै पुगाउनु पाइरहेको हुन्छन् होइन। मर्चवा जस्तो क्षेत्र छ कि हाम्रो एउटा यो बाटो पनि एउटा राम्रो छैन है। अब हस्पिटल लैजानु पऱ्यो, बिरामीलाई छिटै पुऱ्याउनु पऱ्यो भने धाउनु पर्छ, हामी भैरवा बुटोल धाउनु पऱ्यो, त्योभन्दा माथि फेरि काठमाडौँतिर लैजानु पऱ्यो। एउटा मर्चवार क्षेत्र यति ठुलो क्षेत्र हो, हाम्रो इन्डियासँग जोडिएको क्षेत्र पनि, र एउटा सिँचाइको लागि 1 नम्बर पर्ने क्षेत्र हो हाम्रो यो मर्चवार क्षेत्र है। तर त्यहाँका हाम्रो सबै दाजुभाइ दिदीबहिनीहरू सबै बिरामी हुँदाखेरि, केही समस्या हुँदाखेरि, नर्मल एउटा सामान्य डेलिभरी हुँदाखेरि पनि हस्पिटल धाउनु पऱ्यो भने त्यहाँको लागि एउटा बाटो सुविधाजनक नभएर अनि सबै स्रोत साधनहरू नपुगेको खण्डमा भैरवासम्म आउँदै पनि धेरै घटनाहरू घटिरहेको हामीले सुनिरहेको छौँ। तर अब शिक्षाको स्तर हेर्ने भने पनि अब स्कुलमा गएर हेऱ्यो, बच्चाहरू छैनन्, टिचरहरूको अवस्था पनि त्यस्तै छ, नाजुक छ। खै अब सरकारको ध्यान नगएको कि कसको ध्यान नगएको, अब यो विषयमा अब बुझ्ने मान्छेले बुझेर केही हेरिदिए गरिदिए राम्रो हुन्छ होला कि भन्ने मेरो धारणा हो है। अब बाटोघाटोको कुराहरू हेर्दै हुन्छ, अब बिस्तारै रूपमा एकदम जुन हुनुपर्ने हो एउटा नर्मल कुराहरू, जुन बाटो पिच हुनुपर्ने, एउटा सरकार आयो, एउटा आयो, पिच त हुन्छ नै, तर जुन रूपले विकास हुनुपर्ने हो मर्चवारको त्यो चाहिँ भइरहेको छैन। जसरी कि अब योभन्दा पनि पछिका ठाउँहरू देखिरहेको छ, मर्चवारभन्दा पनि पिछडिएका ठाउँहरू धेरै अगाडि गइसके, तर मर्चवारमा मात्रै किन यस्तो भइरहेको छ भन्ने कुराहरू यो बुझ्नको लागि अब मर्चवारमै आएर हेरेर बसेर मान्छेहरू थाहा पाउँछन् कि कस्तो छ यहाँको बसाइ लगाइ खुवाइ है। अनि त्यही अनुसारले अगाडि बढाउन, मर्चवारलाई अगाडि बढाउन मद्दत गर्नुपर्छ सबैले भन्ने कुराहरू म गर्न चाहन्छु। मर्चवारमा धार्मिक पर्यटनको सम्भावना धेरै छ। उदाहरणका लागि मर्चवारको ऊर्जा केन्द्र मानिने मर्चवारी माई मन्दिर, तर जनसमुदायले यसलाई पर्यटन व्यवसायका रूपमा लाभ लिन सकेका छैनन्। कारण रोडको अवस्था र प्रचार प्रसारणको कमी। मर्चवारमा विकासै नभएको होइन, तर जति तीव्र रूपमा हुनुपर्ने त्यति भइरहेको देखिँदैन। सिँचाइका लागि नहरहरू भए पनि पानी नआउनु, जसले गर्दा कतिपय ठाउँमा उत्पादन समेत नहुनाले जनताहरू एकदमै असन्तुष्ट देखिन्छन्। तर यहाँ विकास नहुनुमा केवल नेताको गल्ती मात्र देखिँदैन, जनताको पनि देखिन्छ। यहाँका जनताहरूमा सबैभन्दा पहिला चेतनाको विकास गर्नुपर्ने देखिन्छ। आफैले गर्ने फोहोर समेत व्यवस्थापन गर्न नसक्ने, अझै पनि जातिवादी हुने र विभेदले यहाँको नैतिक स्तर देखाउँछ। समग्रमा समेटेर यहाँ राम्रो नेताको आवश्यकता देखिन्छ। यहाँको जनजीवन उकास्न विकास मात्र होइन, क्रान्ति नै चाहिन्छ। मर्चवार रूपन्देहीको मात्र होइन, नेपालकै एक नमुना क्षेत्र बन्न सक्छ, तर सबै एकजुट भएर क्रान्ति रोजे मात्र। मर्चवारले क्रान्ति खोजेको छ,
राम्रो, सक्षम र असल नेता खोजेको छ। मैले आशा राखेको छु सधैँ जस्तै यसपालि मर्चवारले त्यही गल्ती दोहोऱ्याउँदैन। यसपालि हाम्रो होइन राम्रो नेता खोज्ने छ। मर्चवारको विकास मर्चवारवासीको हातमा।